टमाटर कुहियो छ सबै टमाटर कुहिएको छ अरे मकै उम्रिसकेको छ यार बेला हुन्छ इ निस्किरहेछ टुस्रा यहाँहरू आइरहेछ नि बल्ल बल्ल भर्खर भर्खर त आइरह बेसाब ढिलो उम्रिन्छ नि त्यहाँ चाहिँ बाक्लो भएछ मकै हिजो पानी परेको सब जोतजात पारिसकेको छ हिजो पानी परेको मौकामा ट्र्याक्टरलाई सब जोतजात पारिसक्यो मान्छे भेन्टा त फलेछ त अब हुन्छ नि भार ल्याउनु पर्यो कि बाल्टिन ल्याऊँ मम्मी टिपेर त्यहाँ राख कुखुरालाई हालिदिने किरा लागेको छ खुर्सानी होइन कति धेरै छ यहाँ त घाम पानी पर्यो घाम साथै पाक्छ तपाईँले त हरियो पनि दिनुभयो होइन त्यो झुप्पामा थियो अनि अघि चुड्यो कि पानी बेला सबै पानी है कुहिन्छ पाकेमा त तिमीले यो मुनिको त हुन्छ यस्तो छ यहाँ दुईटा छैन गछोड कस्तो बादल लागेको छ 2 किलो पुग्नु पुग्छ पानी पर्यो भने कति टाइम छोडेर है पानी त्यो आयो टमाटर है पानी निकालिदिनुपर्छ सो गाइज बिहानको 8 बजिसक्यो लाइन छैन आज पनि पानी पर्ला जस्तै भइरहेछ बिहानसम्म कस्तो घाम लागिरहेको जस्तो लाग्थ्यो पानी पर्न सुरु भयो एक्कासी पानी पर्न सुरु भइसक्यो यार यत्रो पानी पर्न सुरु भयो त अब राम्रोसँग छोड्नुपर्छ ल केटाकेटी हो बस्छ तिमीहरू भित्र राम्रोसँग पानी पर्नलाई चिसो चिसो भइरहेको छ मौसम भिजे पानी पर्यो ठुलो पानी पर्यो म कत्रो
पानी पर्दै आइरहेको या ओइ फुच्चे झाडु बजे पानी पर्यो ल हावा लाइन अब बोतल खाएर कत्रो आवाज आएको जङ्गलबाट छो हेलो नमस्ते अहिले बिहान त 8 बज्यो पानी परिरहेछ लाइन छैन हेडफोन छैन बिन्दास सुत्ने हो के पनि निद्रै लाग्दैन दिउँसो सुत्ने पानी पनि छैन एकछिन सुत्यो भने बिहान जम्मै खराबको बिहान स्थिति हुन्छ हिजो दिन पनि त्यस्तै भयो आज पनि त्यस्तै हुने पानी हिजो बिहान 4 बजेर पानी पर्न सुरु भएको है दिउँसो एकछिन परेन एकैचोटि बेलुका 5-4:30 बजेबाट पर्न सुरु भएको लाइन पनि त्यति लुट्दै गइहाल्यो अनि एकैचोटि 9 बजे आएको लाइन त्यतिखेर अनि भिडियो त्यही मौकामा एडिट गरेर अपलोड हाल्नु छोडेको थिएँ त्यहाँ छ भने मेरो केटालाई पनि थाहा छैन कि भाइ अहिलेसम्म सुतिरहेको छ तर पानी पऱ्यो पनि ठिकै हो यो समयमा किनभने समय खेतीपाती गर्ने समय जस्तो लागिरहेको मलाई अझै पनि पटापुटो पानी परिरहेको छ पानी पर्छ छ दिनभरि ओए यहाँ चाहिँ लाइन आएन अझै पनि मोटा कागजको त्यो झुन्डेको तोरी त पुरै उम्रेछ यार मकैहरू पनि टन्नै आएको छ
घाम त के हो चर्क्यो त अहिले त के गरे घाम त चर्क्यो त